सबैजनालाई ताजा नमस्ते। म तपाईको प्रिय मित्र तथा नजिकको छिमेकी दर्शकबिन, आज तपाईहरुलाई मेरो चेहरा देख्नु हुने छैन। म तपाईहरुलाई आज मेरो अनुहार देखाउने छुइन, किनभने आज जुन वस्तु तपाईहरुलाई देखाइराखेको छु यसको छेउमा त सबै कुराहरु फिक्का छ। त्यसैले यहाँ तपाईहरुले दर्शकबिन हेर्नु सक्नु भइराखेको छ। विशेष गरेर यो चाहिँ आम है। अनि आम भनेपछि के हो? यो एकदमै राजा। अनि हेर्नुहोस्, तपाईलाई मैले राजाको चेहरा देखाइराखेको छु, राजाको है अनुहार तपाईलाई मैले देखाइराखेको छु। हेर्नुहोस्, यो फलको राजा, फल मध्येमा सबैभन्दा यसलाई माथिल्लो दर्जामा दिएको छ, जसको लागि यसलाई त्यही भएर राजा भनिन्छ। अनि विशेष गरेर यसको फाइदाहरू अनगिनत फाइदाहरू छ। अनि अहिले चाहिँ यो गरमको महिना पनि आएको छ, अनि त्यसैले हाम्रो शरीरको लागि एकदमै फाइदामन्द यो कयौं फाइदा छ। यो एउटा आम भए पनि अनगिनत फाइदा छ, तर पनि केही फाइदाहरू म तपाईहरुलाई आज म जनाउने छु। अनि तपाईहरुले सुन्नुहोस्, भिडियोमा तपाईहरु बनिराख्नुहोस्। विशेष गरी यो आमको चाहिँ यति नै फाइदा छ, यति नै फाइदा छ नि। आमको फाइदाहरू अब अनगिनत छ, तर अनगिनतमा केही फाइदाहरू म तपाईहरुलाई बताउनु गइरहेको छु। अनि विशेष गरेर मानिसले धेरैले काँचो पाकेको आमहरू खाने गर्छ, त काँचो चाहिँ खाने गर्छ, तर काँचोमा पनि धेरै फाइदाहरू छ। किनभने काँचो आममा पनि हामीले जुन चाहिँ त्यो अमिलोको स्वाद हुन्छ नि, त्यो अमिलोको स्वादमा जुन चाहिँ भिटामिन B3 पाइन्छ है, भिटामिन B3 पाइन्छ। अनि त्यसको लागि हाम्रो शरीरको लागि धेरै फाइदा छ काँचो आममा पनि। अनि काँचो आमलाई चाहिँ तपाईहरुले यसो पानीमा चबालेर त्यसलाई 12 घण्टा 13 घण्टा पानीमा चबालेर त्यो पानी पनि पिउन सक्नुहुन्छ, या त काँचै तपाईहरुले निमक हालेर स्वादेर पनि तपाईहरुले खान सक्नुहुन्छ। अनि त्यसको लागि शरीरमा धेरै फाइदा छ। त आउनुहोस्, म फेरि पनि केही फाइदाहरू तपाईहरुलाई बताउन गइरहेको छु। अनि तपाईहरुले सुनिराख्नु होला, भिडियोमा बनिराख्नु होला। अनि एक नम्बर फाइदा यसको के छ भन्दाखेरि चाहिँ यो आम हामीले जति खान्छौँ, पाकेको होस् चाहे काँचो होस् है, अनि यो पाकेको आममा पनि सबैमा फाइदा छ। अनि यो आमले चाहिँ के गर्छ भन्दाखेरि तपाईको हाम्रो जुन चाहिँ आँखाको रोशनी छ नि, आँखाको तेज जुन चाहिँ रोशनी छ आँखामा, यसले धेरै नै काम गर्छ। किनभने यसमा चाहिँ बिटा क्यारोटिन भन्ने भिटामिन BE पाइन्छ है, जुन चाहिँ आँखाको लागि ई भिटामिन बहुतै जरुरी छ आँखाको लागि। अनि विशेष गरेर हाम्रो शरीरमा यो हामीले खाने बित्तिकै शरीरमा गएर यो भिटामिन E मा परिवर्तन हुन्छ। अनि त्यसको लागि हाम्रो आँखाहरू तन्दुरुस्ती, अनि आँखाहरू एकदमै रोशनी बढ्छ। आँखाहरूको एकदमै चम्किलो कुरा, टाढा टाढाको कुराहरू पनि तपाईले एकदमै आसानीले तपाईले देख्न सक्नुहुन्छ। धुन्द्लापनहरू आँखाले देखिन्छ भने त्यो सबै कुराहरू नियमित रूपले तपाईले खानुभयो भने यो आँखामा धेरै नै फाइदा छ। अनि दोस्रो नम्बर तपाईहरुले यसको फाइदा चुलमा पनि एकदमै फाइदा छ यसको है। चुलमा पनि फाइदा छ। तपाईको चुल एकदमै चम्किलो, एकदमै हेल्दी, स्वस्थ हुनेछ चुल पनि। अनि चुल झर्ने, चुल पाक्ने, बेलामै चुल पाक्ने है, उमेर नपुगिकन अगाडि नै चुल पाक्ने आजकल बिमार धेरै निक्लेको छ। अनि त्यसमा पनि यसले एकदमै राम्रो काम गर्ने भएको छ। अनि यसले काम गर्छ यो आमले। हामी आम नियमित रूपले हामी खाइराख्यौँ भने सिजनमा आउँदाखेरि हामीले छोड्नु हुँदैन। कुनै पनि सिजनको फलहरू हामीले खाइराख्यौँ भने चाहिँ फाइदा पाइन्छ। अनि त्यहाँबाट अग्लो फाइदा के छ भनेदेखि चाहिँ एकदमै असली यो चाहिँ हृदयमा है, हाम्रो हार्टको लागि पनि एकदमै यो बहुतै फाइदाजनक छ। दर्शक पनि तपाईले हेर्नुहोस्, यो हाम्रो हृदयमा जस्तो कि कसैको हार्ट कमजोरी हुन्छ है, कसैको सानोतिनो कुराहरू माने धैर्य धर्न नसक्ने त्यस्तो कुराहरू, अनि कसैको माने धेरै चिन्ताहरू सहन नसक्ने त्यस्तोहरू हुन्छ। तर यो खायो भने हार्टमा पनि एकदमै राम्रो फाइदा हुने भयो। किनभने यसमा चाहिँ पोटेसियम अनि म्याग्नेसियम धेरै मात्रामा पाइन्छ यसमा चाहिँ है, जसको लागि हार्टको लागि धेरै सहयोग हुन्छ। अनि त्यो पनि यसमा पाइन्छ, त्यसैले हार्टको लागि पनि एकदमै राम्रो हुने भयो। अनि अग्लो फाइदा हामीले यहाँ हेर्छौँ भनेदेखि चाहिँ यसमा यो आममा चाहिँ जुन चाहिँ फाइबरको मात्रा चाहिँ धेरै भएको कारणले हाम्रो आजकल धेरै मानिसको के छ भने चाहिँ कन्स्टिपेसन धेरै प्रब्लम मानिसको भएको छ। किनभने फाइबरको मात्रा मानिसको जीवनमा कम्ती भयो भने, शरीरमा कम भयो भने कन्स्टिपेसनको प्रब्लमहरू, समस्याहरू आउँछ। अनि यसमा कन्स्टिपेसन यो के भन्छ तपाईको फाइबरको मात्रा धेरै भएको कारणले कन्स्टिपेसन छ भने त्यो कन्स्टिपेसनमा पनि यसले सुधार ल्याउने भयो। अनि यसले सुधार ल्याउँछ, त्यसमा पनि धेरै नै फाइदा पाउनुहुन्छ तपाईहरुले। अनि अग्लो फाइदा के छ भने यसमा चाहिँ ब्लड सुगर अनि तपाईको ब्लड प्रेसरलाई पनि यसले धेरै नै राम्रो काम गर्छ। प्रेसरमा पनि तपाईले ब्लड प्रेसर जुन चाहिँ खुनहरू छ, हाम्रो खुनहरू कसैको बाक्लो छ है, बाक्लो खुनहरू भएको कारणले प्रेसरहरू, सुगरहरू हुने गर्छ नि, त्यसमा पनि यसले नियमित रूपले खानुभयो भने त्यसमा पनि धेरै नै रोकथाम गर्छ यो आमले है। अनि हामीले अग्लो फाइदा हेर्छौँ भने एकदमै डरलाग्दो जुन चाहिँ घातक बिमार अहिले संसारमा तपाईहरुलाई सबैलाई थाहा छ, क्यान्सर भनेपछि ओहो भने सबैको एकबाट कलेजो हल्लिन्छ।